के तपाईँ एसियाबाट घरमै बसेर इलेक्ट्रिसिटीको विद्युत बिल तिर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने प्लिज यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नुहोला है त। सबैभन्दा सुरुमा हेर्न सक्नुहुन्छ इलेक्ट्रिसिटीमा क्लिक गर्नु होला। इलेक्ट्रिसिटीमा क्लिक गर्ने बित्तिकै तपाईहरूले जुनसुकै ठाउँको यहाँबाट तपाईहरूले अनलाइन बिल घरबाटै तिर्न सक्नुहुन्छ। र त्यो जुन रिडिङ गरेको बिल हुन्छ त्यो चाहिँ हुनुपर्छ है साथीहरू। त्यो भएन भने हुँदैन, किनभने त्यो त्यहाँ एससिएन नम्बर हुन्छ, एससी नम्बर हुन्छ, त्यो चाहिँ राख्नुपर्छ त्यहाँ, अनि मात्रै हुन्छ। ल सबैभन्दा सुरुमा साथीहरू यहाँ एनइए काउन्टरमा क्लिक गर्नु होला। र काउन्टरमा क्लिक गरिसकेपछि कुन ठाउँको हो, कुन यो हो ब्रान्च, त्यसमा क्लिक गर्नु होला। र त्यहाँ यो गरिसकेपछि सर्च गर्नु होला। र मेरो चाहिँ यहाँ बेलटार हो, म बेलटार सर्च गर्छु। बेलटार यहाँ सबैभन्दा तलमा आएछ। बेलटार सर्च गरिसकेपछि यहाँ क्लिक गरिदिनु बेलटारमा। बेलटारमा क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईँहरूले आफ्नो ठाउँ यो रोजेर यो गर्नु होला है त। मेरो चाहिँ बेलटार हो, म फेरि यो गरिदिन्छु। बेलटारमा मैले क्लिक गरेँ र एससी नम्बर भनेको छ। एससी नम्बर तपाईँको म एउटा बिल चाहिँ देखाइदिन्छु। यो बिल चाहिँ हुनुपर्छ है साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ यो बिल चाहिँ, यो बिलको यहाँ हेर्न सक्नुहुन्छ एससी नम्बर यो 05024/057 छ। यो चाहिँ यहाँ हाल्नु पर्ने हुन्छ। यो हालिसकेपछि कस्टमर आइडी भनेको हुन्छ। कस्टमर आइडी पनि त्यही हुन्छ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ कस्टमर आइडी मेरो 17332 छ। 17332 यो 17332 हालिदिनु पर्यो। हालिसकेपछि यसलाई प्रोसिडमा क्लिक गरिदिनु होला। प्रोसिडमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ नेम मिहिलाल चौधरी, काउन्टर बेलटार सब डिसी, कन्ज्युमर आइडी 17332 अनि एससिएन नम्बर यति रहेछ। अनि बिल डिटेल्स, ड्यु डेट बिल यति रहेछ। रिबेट फाइन पनि मेरो तिर्नुपर्ने भएको छ। सो मेरो चाहिँ बिल चाहिँ यति रहेछ 387 र फाइन चाहिँ मलाई 20 रुपियाँ तिर्नुपर्ने रहेछ। र मलाई टोटल भनेपछि 407 रुपियाँ तिर्नुपर्ने रहेछ। म यहाँ प्रोसिडमा क्लिक गरिदिन्छु। र प्रोसिडमा क्लिक गरिसकेपछि तपाईँकोमा यहाँ मेन कुरो पैसा चाहिँ हुनुपर्छ। जति छ त्योभन्दा पनि ठ्याक्कै पनि हुन्छ, र त्यति पनि भन्दा माथि राख्दा पनि के फरक पर्दैन, त्यो त आफ्नो कुरा हो साथीहरू। सो यहाँ कन्फर्ममा क्लिक गरिदिन्छु। म कन्फर्ममा क्लिक गरिसकेपछि यहाँ म यसरी पे विवाह एसियामा क्लिक गरिदिन्छु। र मेरो फिङ्गरदेखि नै छिटो गरिहाल्छु। सो यहाँ हेर्न सक्नुहुन्छ पेमेन्ट सक्सेसफुल भइसकेको छ। पेमेन्ट सक्सेसफुल भइसकेपछि यहाँ भ्यू डिटेल्समा क्लिक गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ गरिसकेको छ।